सो हेलो एभ्री वान एन्ड वेलकम ब्याक टु द च्यानल। आज चाहिँ हामी यही ट्याङ्जी पेडललाई चाहिँ हामीले कसरी यसलाई हाम्रो आफ्नै प्रिसेट बनाउन र आफ्नै टोन बनाउन सक्छौँ भनेर म यो भिडियो लिएर आएको छु। अब यसलाई चाहिँ अब आफ्नै टोन बनाउनलाई चाहिँ यही पेडलबाट नै बनाउन सक्नुहुन्छ। फर्स्ट अप्सन। अर्को अप्सन चाहिँ तपाईँको फोनमा एप्लिकेसन पनि हुन्छ। त्यो फोनमा एप्लिकेसनबाट तपाईँहरूले सेटिङहरू मिलाएर टोन बनाउन सक्नुहुन्छ। र अर्को अप्सन भनेको चाहिँ तपाईँको पिसीमा पनि एप्लिकेसन डाउनलोड गर्नु भएर यो पेडललाई यो पेडलमा आफ्नो टोन राख्न सक्नुहुन्छ है त। आज चाहिँ म पिसी युज गरेर यसको टोनहरू कसरी आफैले सेट गर्न सक्नुहुन्छ भनेर म सिकाउन गइरहेको छु। कृपया सबैजनाले हेरिदिनु होला है त। हजुरहरूले चाहिँ यो ट्याङ्जीलाई युएसबीको थ्रुबाट, यो पछाडि युएसबी टाइप सीको केबल छ, युएसबी सीको थ्रुबाट चाहिँ कम्प्युटरमा कनेक्ट गर्न सक्नुहुन्छ है त। सो सुरुमा चाहिँ हजुरहरू गुगलमा गएर एमवेभ ट्याङ्जी भनेर सर्च गर्नुहोस्। त हजुरहरूलाई एउटा एप्लिकेसन चाहिने हुन्छ यो पेडललाई कम्प्युटरको थ्रुबाट एडिट गर्नलाई। यो फर्स्टको वेबसाइटमा जानुहोस्, एमवेभ क्युवेभ भन्ने। यो वेबसाइटमा जानु भएर यता राइट ह्यान्ड साइडमा डाउनलोड्स भन्ने छ, त्यो डाउनलोडमा जानुहोस्। त्यो डाउनलोड्सभित्र जानु भएर पिसी सफ्टवेयरभित्र जानुहोस्। हजुरहरूलाई मोबाइलबाट गर्ने हो भने मोबाइलमा गएर मोबाइल एप डाउनलोड गर्न सक्नुहुन्छ। अहिले हामी पिसी सफ्टवेयरमा छौँ। पिसी सफ्टवेयरमा चाहिँ यो MEFCS भन्ने फर विन्डोज ओएस, हजुरहरूको विन्डोज ओएस भन्ने विन्डोज ओएस डाउनलोड गर्नुहोस्। हजुरहरूको म्याक ओएस भने म्याक ओएस डाउनलोड गर्नुहोस्। मैले डाउनलोड गरिसकेको छु। डाउनलोड गरेर एक्सट्र्याक्ट गर्नुपर्ने हुन्छ र फाइल चाहिँ यस्तो आउँछ, MEFCS भन्ने। अनि हजुरहरूले कनेक्ट गरेको छैन भने वेट फर डिभाइस टु कनेक्ट भनेर आउँछ। मैले कनेक्ट गरेको छु, त्यही भएर यहाँ ट्याङ्जी V2 भनेर आइसकेको छ। इन्टरफेस चाहिँ यस्तै छ। सुरुमा हामी यता लेफ्ट ह्यान्ड साइडबाट जाउँ है त। माथिपट्टि प्रिसेट 1A, अहिले चाहिँ म 1A मा छु। यो सेक्सन चाहिँ IR सेक्सन हो, क्याप सेक्सन, स्पिकर सेक्सन भनौँ। इनबिल्ड चाहिँ हजुरहरूको पेडलमा यो 8वटा क्याब हुन्छ। यो क्याबहरू चाहिँ के हो भनेर जान्नलाई चाहिँ हजुरहरू फेरि गुगलमै जानु भएर ट्याङ्जी म्यानुअलमा गएर हेर्न सक्नुहुन्छ। क्याब सेक्सन भनेको योहरू, अब 0 भनेको त अफ हुन्छ होइन, केही पनि हुँदैन। 1मा चाहिँ VHT डेलिभरेन्स 4x12 को क्याब रहेछ, 8वटा क्याब छ, हेर्न सक्नुहुन्छ कुन कुन हो भनेर। अब हामी क्याब नम्बर 1 हेरौँ है त, सुनौँ है त। यो क्याब 1 रहेको थियो। अब हजुरहरूले क्लिनको लागि अब 1 कुन चाहिँ ठिक हुन्छ त्यो चुज गर्न सक्नुहुन्छ। जस्तै क्याब 2 सुनौँ, क्याब 3 सुनौँ, क्याब 4, क्याब 5, 6, 7 र 8। अहिलेको लागि चाहिँ म 8 नै राख्छु होइन। अब तल्लोपट्टि आउँछ नोइज गेट सेक्सन। अब नोइज गेट बढाउनु भयो भने चाहिँ नोइज आउँदैन भन्नाले नोइज काटिदिन्छ होइन। यो नोइज गेट चाहिँ के भन्छ क्लिन सेक्सनमा त्यति नचलाऊँ, अहिले ड्राइभ सेक्सनमा चलाउँला। अब हामी रिभर्ब सेक्सनमा जान्छौँ है त। रिभर्ब अन गरौँ, रिभर्ब मिक्स अलिकति बढाउँ। 3टा रिभर्ब पाउनुहुन्छ है हजुरहरूले यो पेडलमा। जस्तै रिभर्बको यतापट्टि लेखेको छ, तल छ के अरे, रिभर्ब सेक्सनमा चाहिँ द फर्स्ट प्रोसेस इज रुम रिभर्ब
द सेकेन्ड प्रोसेस इज स्प्रिङ रिभर्ब एन्ड द थर्ड प्रोसेस इज क्लाउड रिभर्ब। हजुरहरूले तिनवटा रिभर्ब पाउनुहुन्छ। फर्स्ट चाहिँ रुम रिभर्ब, जस्तै यो यति चाहिँ रुम रिभर्ब भयो, सेकेन्डको चाहिँ स्प्रिङ रिभर्ब र थर्डको चाहिँ क्लाउड रिभर्ब। हामी रुम रिभर्ब एकचोटि सुनौँ है त। डिके अलिकति घटाउँ। यो रुम रिभर्ब रहेको थियो। अब हामी स्प्रिङ रिभर्ब एकचोटि सुन्छौँ है त। यो स्प्रिङ रिभर्ब, अब क्लाउड रिभर्ब। अब हजुरहरूले यो रिभर्ब मिक्स, रिभर्ब डिकेहरू चलाउनु भएर आफ्नो प्रिफरेन्स अनुसार राख्न सक्नुहुन्छ है त। अब जाउँ हामी डिले सेक्सनमा है त। डिले अलिकति घटाउँ टाइम। डिले पनि हजुरहरूले तिनवटा पाउनु हुँदो रहेछ। डिले सेक्सन कता लेखेको छ, माथि नै होला। द फर्स्ट प्रोसेस इज एनालग डिले, एनालग डिले। सेकेन्ड इज टेप डिले एन्ड द थर्ड प्रोसेस इज डुअल डिले। तिनवटा डिले पाउन सक्नुहुन्छ। फर्स्टको चाहिँ एनालग डिले, सेकेन्डको चाहिँ टेप डिले एन्ड थर्डको चाहिँ डुअल डिले। डिलेको चाहिँ फर्स्टको एनालग डिले सुनौँ है त। यस्तो बनाइदिउँ न। नहुने रहेछ, अलिकति मैले त्यो स्ल्याब ब्याक डिले गर्न खोजेको। अब जति तपाईँले डिले टाइम बढाउनु भयो त्यति ढिलो चाहिँ फिडब्याक के भन्छ त्यसको ब्याकको नोट बज्छ क्या। अब मैले 128 बढाएँ नि त, अब घटाउनु भयो भने त्यति नै कम हुन्छ। जस्तै 50 राखौँ होइन। डिले मिक्स अलिकति बढाउँ होइन। अब हामी सेकेन्ड डिले के थियो, सेकेन्ड डिले चाहिँ टेप डिलेमा जाउँ है त। अलिकति डिले टाइम घटाउँछु म। अझै घटाउँछु। हजुरहरूले यो नबहरू चलाउनु भएर पनि डिले राख्न सक्नुहुन्छ। थर्ड डिले चाहिँ डुअल डिले। एकचोटि बजाएपछि दुईचोटि डिले भएर आउने रहेछ। नाइस। डिले सेक्सन पनि अफ गरिदिउँ। अब हामी मोडुलेसनमा जान्छौँ है त। मोडुलेसनमा पनि तिनवटा मोडुलेसन इफेक्ट्स पाउन सक्नु हुँदो रहेछ हजुरहरूले। फर्स्ट मोडुलेसन चाहिँ कोरस रहेको छ, सेकेन्ड चाहिँ फेजर र थर्ड चाहिँ ट्रेमोलो। कोरस, फेजर र ट्रेमोलो रहेको छ। कोरस सुनौँ है त फर्स्टमा एकचोटि। कोरस। अब फेजर सुनौँ। यो रहेको थियो फेजर र अब चाहिँ ट्रेमोलो। हजुरहरूले यो तिनवटा मोड युज गरेर पनि आफ्नो प्रिसेटमा
राम्रो टोन बनाउन सक्नुहुन्छ। अब चाहिँ एम्प सेक्सनमा जाउँ है त। एम्प सेक्सनमा नि हजुरहरूको 9वटा एम्प हुन्छ है त। 9वटा एम्प कुन हो हेरौँ है त। फर्स्टमा चाहिँ भक्स AC30 SW नर्मल क्लिन एम्प छ। सेकेन्डमा फेन्डर 65 ट्विन रिभर्भ क्लिन एम्प। थर्डमा बोग्नर सिभर ओभरड्राइभ एम्प। फोर्थमा बेस्ड अन मार्सल JTM 45 OD ओभरड्राइभ। फिफ्थमा प्लेक्सी 100 ओभरड्राइभ। सिक्समा मार्सल JCM 800 डिस्टोर्सन। सेभेनमा EVS 5150 लिड डिस्टोर्सन। 8मा ENGL पावरबल E645/2 डिस्टोर्सन र 9मा मेसाबुगी डुएल रेक्टिफायर डिस्टोर्सन। 9वटा एम्पहरू रहेछ। हामी सबै एम्पको साउन्ड सुन्नेछौँ है त। यसको लागि हामी एम्प नम्बर 1 सुन्नेछौँ है त। म एम्प 2 मा जान्छु। एम्प नम्बर 3 सरी, यो चाहिँ ओभरड्राइभ एम्प रहेछ। एम्प नम्बर 4 अब हजुरहरूलाई यो एम्पमा अब EQहरू मिलाउन मन लाग्यो भने चाहिँ बेस मिड ट्रिबल 3 ब्यान्ड EQ दिएको छ। अब एम्प नम्बर 4 5 अब एम्प नम्बर 6 एम्प नम्बर 7 एम्प नम्बर अब 8 अनि एम्प नम्बर 9 अब जस्तै हामीले यो हाई गेन एम्पमा चाहिँ अलिकति नोइज आइरहेको छ नि, हजुरहरूले यो नोइज गेट बढाउन सक्नुहुन्छ। अब आएन नि है नोइज। जस्तै मैले डिले बढाउँछु होइन, अलिकति डिले टाइम बढाउँछु अनि सोलोको लागि हुन्छ। हजुरहरूले यिनीहरू इफेक्ट नै चलाएर आफ्नो टोन बनाउन सक्नुहुन्छ। आजको लागि यति नै गर्नु पर्ला। हजुरहरूलाई अरू केही जान्न मन छ भने चाहिँ कमेन्टमा लेखेर राखिदिनु होला। म अर्को भिडियोमा चाहिँ अझै राम्रो खालको टोन भिडियो लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि बिदा हुन चाहन्छु। धन्यवाद।